आमा हजुरले अघि नै जानकारी गराइसक्नु भएको छ। हाम्रो दर्शकहरू हेरिराख्नु भएको छ यतिखेर र हजुरले पढ्दैछु, काम पनि गर्दैछु, होइन? सानोतिनो व्यापार पनि गर्दैछु। यो सबै कुराहरूलाई चाहिँ अहिले यतिखेर कसरी सम्हाल्नु भएको छ? अलिकति छोटो-मिठो बताइदिनुहोस् न। म अब बिहान 5 बजे उठ्छु, हजुर। त्यसपछि घर धन्दा सिद्ध्याएर 11 बजे स्कुल जान्छु, अनि 3 बजे त्यहाँबाट फर्किन्छु। हजुर। त्यहाँबाट फर्केर आएर 1-2 घन्टा आराम गर्छु। त्यसपछि अनि 5 बजे फुटपाथमा व्यापार गर्छु म लगन हेलमा। हजुर। फुटपाथमा व्यापार गरेर 2-3 घन्टा व्यापार गर्छु। अब 5 बजेदेखि 6, 7, 8, 9 पनि बज्न सक्छ कहिलेकाहीँ 8 बजे। त्यहाँबाट सामान उठाउँछु, हजुर। अनि कोठामा जान्छु। अनि अब आफूले अब के खान मन लाग्छ पकाएर खान्छु, के सक्छु के गर्छु त्यो आफ्नो ठाउँमा छ। अनि अब फुटपाथमा व्यापार गर्छु भन्नुभयो, फुटपाथमा त नगरपालिकाले व्यापार गर्न दिँदैन। के छ हजुरले के व्यवस्थित गरेर त्यहाँ के पैसाहरू तिरेर गर्नुभएको छ कि सटर लिनुभएको छ? के छ आमा? सटर त लिन सके पनि लिनु हजुर, काठमाडौँको छेउमा। अब